सो हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई मेरो फर्स्ट भ्लगमा। सबजना सन्चालन हुनुहुन्छ होला र म पनि एकदमै फ्री टाइम पाइन्छु। अहिले चाहिँ म टक्क लागेर ठमेलमा छु होइन। यहाँ चाहिँ जाम चलिरह साथी पनि छ त्यहाँदेखिको सबभन्दा बेस्ट सेफ त्यहाँदेखिको होइन घर आइरहनु भएको। सो यहाँ चाहिँ जाम लागिरह होइन। ठमेल एरिया अहिले नाइट व्यू बस्नु मन्दिर छ है। यो चाहिँ ठमेल एरिया हो। किन किन र के रे यो कुराको गएर यस्तो छ, कता जान्छ थाहा भएन। कति राम्री दिदी, ओ दिदी दिदीले चाहिँ कार चलाइराख्नु भएको। कहिले चलाउने हो? ओ न एक दिन पालो आउला। यस्तो भइरहेको चलाउनु नजाने हो कि खै। मेरो ड्रिम कार चाहिँ यही होइन। म पनि यही भ्लग गर्दै जाम न। यहाँ जानु पाइएको बल्ल बल्ल आयो गाइज होइन। यहाँ चाहिँ यस्तो दामी मन्दिर छ कि होइन। अस्ति म यहीँ हो क्या हेर आयो। कहाँ हो, कहाँ गल्ली गल्लीबाट आइन्छ होइन। कामको लागि आएको थिएँ है। आउनु चाहिँ अहिले चाहिँ टक्क लगाएर बसन्तपुर जान लाग्छ। बसन्तपुर दरबार मार्ग। हेलो हमारा खतरा छ होइन। कताबाट जाने हो? यताबाट हो त जाने हामी चाहिँ। लेट्स गो बसन्तपुर गाइस। मसँग खासै बोल्नु चाहिँ कन्फिडेन्स छैन। मेरो चाहिँ 0 लेभल कन्फिडेन्स छ। खासै बोल्न आउँदैन। फर्स्ट भिडियो भएर नै होला। मैले पहिला नै सोचिरहेको थिएँ पहिल्यैदेखि भिडियो गराउँछु भनेर। तर चाहिँ जस्तै अब हुन्छ नि डर लाज लाग्थ्यो। आजबाट चाहिँ कन्टिन्यू भिडियो हाल्नेछु। तपाईँहरूलाई म जाँदा जान्छु मेरो डेली लाइफको बारेमा हाल्नेछु। जस्तो जाम लागिरह होइन। ठमेल एरिया सधैँ जाम लाग्छ होइन। यो भनेको टुरिस्ट एरिया हो नि गाइस, त्यही भएर जाम लाग्छ। यहाँ फेरि कस्तो छ भनेपछि गाइस, ए हो भाइ। अब यहाँ भनेपछि कस्तो छ भनेपछि एउटै चिज जता कतै छ क्या। नेपालीको फेरि कस्तो छ बानी भनेपछि एउटा मान्छेले जे बिजनेस गरे अर्कोले त्यही बिजनेस गर्ने सोच छ कि नेपालीको। त्यही भएर यहाँ चाहिँ खासै चल्दैन जस्तो छ। हो भाइ हो। यहाँ भनेको कस्तो नेपालीको बुद्धि चाहिँ छैन क्या मलाई जहाँसम्म लाग्छ। किन भन्नु न भनेपछि नेपालीले त्यही सामान त्यही छ अनि त्यही सामान अलि उता राखेको छ क्या। त्यही भएर यहाँ चाहिँ नि हो खतरा रहेछ यार। ल अहिले चाहिँ हामी साथीले चाहिँ मुरली किन्ने भनेको छ। मुरली किन्छौँ, कति पर्छ त्यहाँ डिस्काउन्ट माग्छु है गाइज मैले चाहिँ। सो अब तपाईँहरूलाई चाहिँ म मुरली किन्ने ठाउँ गएपछि देखाउँछु। फाइनली गाइज म चाहिँ बसन्तपुर आइसकेको छु। यहाँको माहौल चाहिँ एकदम बवाल छ होइन। लुगाहरू देख्न सक्नुहुन्छ टक्क लाएर एकदम बवाल क्वालिटीको, हाई क्वालिटीको। यहाँ चाहिँ यस्तो माहौल छ कि होइन। किताब पाइन्छ भने होइन लग्ने हो। एकदम अब पढाउनु दास कि अब जहिले पनि अब किताब देख्न हुन्न, किताब लगाउँ पढौँ भनिरहेको छ। मलाई त बालै साह्रै छैन यार गाइस। के छ दाइ, ठिक छ? ल राम्रो। मैले ट्याक्क अहिले बसन्तपुर आइसकेको छु होइन।
चाहिँ झुम्काहरू पाइने रहेछ झुम्का कसलाई किनिदिने कि गर्लफ्रेन्ड छँदै छैन होइन टक्क लाएर चाहिँ बसन्तपुर होइन पछि आइरहेको ठ्याक्कै रोन इम्प्याक्स यार केही भन्न यार कहाँ के हो यो कहाँ छ यो लोकेसन कसले के लोकेसन सेयर गरेछ ओ यहाँ पनि आएको यहाँ चाहिँ ब्याग खतरा खतरा छन् एकदम सस्तोमा पाइन्छ यहाँ चाहिँ आउन सक्नुहुन्छ तपाईँहरू भोगाल छ नि होइन ठाउँ त फर्स्ट टाइम है 750 सेलमा चप्पलहरू पाइने रहेछ मुरली किनियोस् किन हो उसले चाहिँ मुरली किन्यो अरे मुरली बजाउन सिक्ने अरे ओ हेलो बालाइरहेनन् होइन दाइले चाहिँ बालै टोपीहरू खतरा खतरा छन् हेलो वेलकम म चाहिँ बसन्तपुर आइसकेको छु होइन यहाँ चाहिँ अब यहाँ यो भनेर टुरिस्ट एरिया हो नि यहाँ चाहिँ धेरै जस्तो टुरिस्टहरू हुन्छन् होइन टुरिस्टहरूसँग बोल्ने कोसिस गर्ने इङ्ग्लिस त खासै राम्रो छैन त्यही नै बोल्ने कोसिस चाहिँ गर्नेछु होइन ओ यहाँ चाहिँ कसैको जोडी छ होइन ओ बसन्तपुरमा एकदम स्वर्ग आए जस्तो फिल हुन्छ कि तपाईँ यहाँ आउन सक्नुहुन्छ होइन ओ दिदी क्या राम्रो दिदी यार भन्छन् यार यहाँ कोही चाहिँ क्रिकेट खेलिरहन् ब्याट माग्ने हो र ऊ त्यसको नाम के अरे त्यहाँको थाहा छैन मलाई पनि थाहा छैन यार गाइस के हो कमेन्ट गर्नु होला सो एकदम राम्रो छ होइन खासै माग्नु त केही छैन त्यही अब ओ यहाँ चाहिँ परेवाहरू छन् सो रुवा पनि लागिरहेको छ होइन खासै सन्चो त छैन छैन भिडियो चाहिँ बनाऊँ भनेर बवाल छ है टुरिस्टहरू चाहिँ एउटो देखियो छैन है अरू बेला चाहिँ देख्नुहुन्छ अहिले चाहिँ एउटो पनि देखेको छैन देख्यो भने म बोल्ने प्रयास गर्नेछु 250 रुपियाँ रहेछ सेलमा अफर चलिरहेको रहेछ गाइज आउन सक्नुहुन्छ चाहिँ बसन्तपुर होइन सेल्स ओन्ली 250 ओन्ली 250 एकदम बस्नु पऱ्यो भिड चाहिँ एकदम बवाल छ होइन बोल्न चाहिँ खासै आउँदैन फर्स्ट भिडियो भयो होला कन्फिडेन्स चाहिँ त्यति छैन होइन बिस्तारै बिस्तारै हुनेछ है तपाईँहरू पनि भ्लग बनाउने सोचमा हुनुहुन्छ भने कन्फिडेन्स छैन या ऊ भनेर बनाउन नछोड्नु होला कन्टिन्यू निरन्तरता दिनु होला कहाँ यो चाहिँ कहाँको यो जापानिज हो क्या होइन चाइनिज हो चाइनिज पनि खासै आउँदैन बोल्न त्यही गएन म चाइनिज इङ्ग्लिस पनि खासै आउनु क्या त्यही भएर टुरिस्टसँग बोल्न अलि डर लागिरहेको छ सिक्नेछु म बिस्तारै बिस्तारै कन्फिडेन्स भने चाहिँ जिरो छ है मसँग त्यस्तो कुनै कन्फिडेन्स छैन कसैसँग स्टार्ट हो होइन स्टार्टमा अब खासै त हुँदैन त्यही नै प्रयास जारी छ के को के गरे कहाँ छ बाँसुरी यसले चाहिँ बाँसुरी लाने भनेर मरिहत्ते गरेको छ होइन दाइ पैसा म यसलाई एउटा चाहिँ किनिदिन्छु है कहाँ पाइन्छ सस्तो एकदम जहाँ पाइन्छ म त्यहीँ देखाउँछु है यस्तो छ होइन यस्तो बसन्तपुरको यहाँ माहौल चाहिँ यस्तो छ होइन कतिपय आउनु होला कमेन्ट छोडिदिनु होला त्यो जस्तो भयो नि के लाने हो यहाँ चाहिँ खुकुरीहरू छ टन्नै छ नि के लान्छस् बाबु आज तेरो दाइले फ्री गरिदिन्छ क्या हामी बाँसुरी खोजिराखौँ बाँसुरी कता पाइन्छ अब यहाँ पाइन्छ रहेछ त सन्य दाइ बाँसुरी कसरी हो नि 200 रुपियाँ के गर्ने हो के अरे के गर्ने हो नलानी दाइ कस्तो मान्छे हो त यो विदेशी प्राइस भएन तर डिस्काउन्टमा 200 रुपियाँ पर्छ कि अहिले भन्थ्यो भने अब होइन त्यो कन्टेन्ट हो नि
अब भन्छु यता आइज ल त्यहाँ सोध मलाई त खासै ऊ त्यहाँ जाऊँ न त्यहाँ छ होइन बाँसुरी चाहिँ यता यो सबै ठाउँ सोध्यो म चाहिँ दाइ बाँसुरी कसरी हो नि तपाईँ होइन यसको सरी यहाँ चाहिँ बाँसुरी कसरी हो अङ्कल बाँसुरी कस्तो लाने एकदम अलि सस्तो खाले देखाउनु न राम्रो क्वालिटीको अलि सस्तो त विदेशी रेट भएन र भने हामी नेपाली हो के विदेशी होइन नि अङ्कल गोली गर्नु कुन लान्छस् बाबु यस्तो छ बजाने एकपल्ट जाने होस् कि नै कसरी छ अङ्कल यिनीहरूको 6-7 हज़ार ये कितना है ये वाला ये 1000 का है ये 3500 का है खै के गर्छस् के रे भयो अङ्कल नलाने रे अङ्कल सरी कहाँ लाने अन्त ऊ त्यहाँ जाऊँ न ऊ त्यहाँ मोटो कस्तो 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 खाले खोज्यास् तैँले यस्तो छ कोही छैन यहाँ चाहिँ खाली छ उनीहरू कहाँ गहन् कता लुकिरहन् कता छ यहाँको को हो कता खायो त्यहीँबाट लान्छस् म चाहिँ म्यासेज आइरहेको गर्लफ्रेन्ड गर्दाखेरि म्यासेज आइरहेको म नभएको कता लाने होस् के लाने होस् कि नै यो पैसा ल्याएछ पैसा त छ नि बाबु तेरो त यार हाँसो चाहिँ मिठो रहेछ दिदीको हुन्छ हुन्छ कहाँबाट हो कि यत्रो ठाउँ होइन मुरली एकदम सस्तो पनि पाइएन एकदम राम्रो क्वालिटीको है बजाउने उसले जान्दै जान्दैन त्यही नै हो हुन त सुरुमा कसैले सिकेर हुँदैन म पनि यो बनाउँछु भनेर सोचेकै थिइनँ सिक्दा सिक्दै गएपछि जानिन्छ होइन यहाँ चाहिँ भेटेन अब कता जाने यहाँ चाहिँ भेटेन अब चाहिँ हामी अर्को ठाउँ जान्छौँ होइन यहाँ चाहिँ अलिक प्राइस चाहिँ अलिक महँगो हाई भयो होइन कता जाने ठमेल झन् महँगो पर्छ त्यो भने टुरिस्ट एरिया हो है तपाईँहरूमा अब गाइड अहिले चाहिँ हामी ठमेल आइसकेका छौँ अब चाहिँ रुममा फर्किँदैछौँ उता चाहिँ बाँसुरीको मूल्य चाहिँ अलि हाई भयो होइन क्वालिटी अनुसारको भएन अहिले चाहिँ अब यहाँ खोज्दै ठाउँ भेटिन्छ कि नै कताबाट जाने बाटो चाहिँ यताबाट पनि छ यताबाट पनि छ मलाई चाहिँ थाहा छैन कताबाट बाटोको बाटोहरू चाहिँ मलाई थाहा छैन भने आइरहेको तरकारी यहाँ यस्तो छ रुममा त होइन पैसा नि छैन पैसाको अनिकाल लाग्यो खाएकै गयो यार बाँसुरी किन्ने अलिक तरकारी किन्ने थाहा छैन हुन त अब हामीलाई अहिले चाहियो भने हाम्रो अब चाहियो भनेको तरकारी नै हो तर चाहिँ उसले अहिले चाहिँ हामीले बाँसुरीलाई नै पराठा मिठा राखेका पहिरोमा अब कता कहाँ भेटिन्छ उता चाहिँ भेटिन चाहिँ भेटिरहेको थियो तर अलिक प्राइस चाहिँ मिलेन अलि हाई भयो विदेशी मूल्यमा विदेशी जस्तै देख्नु भएछ कि हामीलाई अलि हाई भयो अघि है यो दाम लाग्यो लाएर अब आज भएन भने भोलि तपाईँहरूलाई जहिले किने पनि म तपाईँहरूलाई देखाउँछु होइन चाहिँ ठमेलको माहौल हो एकदम बवाल छ तपाईँ ठमेल नामै काफी खाने होइन गाइस ठमेल के ठमेल यो चाहिँ टुरिस्ट एरिया हो खास चाहिँ आज चाहिँ टुरिस्टहरूलाई देखिरहेको छैन यहाँ चाहिँ लुगाहरू चाहिँ एकदम हाई क्वालिटीको पाइन्छ होइन तर कस्तो एउटा कुरा के गाइस होइन नेपालीको बुद्धि जो छैन के भन्छु मलाई किन भन्नु न अब यही लुगा राखेको छ अनि यत्नै त्यही लुगा राखेको छ भनेपछि अनि छ त एउटा बिजनेस एउटा मान्छेले बिजनेस गर्यो भने त्यही बिजनेस अर्कोले नि गर्नुपर्ने के त्यही कारणले नि
नेपालको बिजनेस चाहिँ अघि बढ्न सकेको छैन जहाँसम्म लाग्छ त्यो मेरो चाहिँ फिडब्याक हो होइन बोल्न त खासै आउँदैन त्यही नै हेरिदिनु होइन मलाई जहाँसम्म लाग्छ त्यही नै हो कि नेपालको बिजनेस अगाडि बढ्न नसक्नुको कारण यही लुगालाई फेरि अलि उता त्यही ठाउँ राख्दैछ त्यही उसमा कहाँबाट हुन्छ धन्यवाद तँलाई कस्तो लाग्छ मेरो विचार कस्तो लाग्यो तँलाई भन्न ओ यहाँ रहेछ मुरली दिदी बाँसुरी कसरी हो नि हजुर 500 यता विदेशी मूल्य भएन र अलि सस्तो के क्वालिटी पनि राम्रो एकदम सस्तो छैन के गर्नुहोस् लानुहोस् 500 रुपियाँ यसले 500 रुपियाँ धन्यवाद नलानी भयो होइन 500 रुपियाँ त्यही मुरली मुही बसन्तपुरमा कति 200 रुपियाँमा मिलिरहेको थियो यहाँ 500 त्यही हो क्या ठाउँ अनुसार फरक भइहाल्छ नि त्यहीबाट रकम भने हो क्या तँलाई जहाँनिर भयो अहिले चाहिँ रुममा गएर फेरि आफै खाना बनाएर खानुपर्छ अनि पढ्नु पनि पऱ्यो होइन एकछिन पढाइ जस्तै गर्नु पऱ्यो पढ्ने सम्झिने हो होइन के अरे बिहान पनि मैले होइन उसले चाहिँ कहिले पकाउनु होइन गाई सधैँ मलाई लगाउँछ कहाँ लास्ट आजै हो त तरकारी चाहिँ छैन के खाने हो लगाउन त आज यहाँ यस्तो छ गर्लफ्रेन्ड भएर किन्दै नि भने गर्लफ्रेन्डै छैन गाह्रो छ नि यस्तो छ होइन देखाउन मिल्दैन भन्छ नि किताब यहाँ पाइने रहेछ त के हो ओ बोल्नै आउनु कि गाई कन्फिडेन्स छैन कि आयो भाइ ममा जिरो कन्फिडेन्स यस्तो कालले त हुँदैन होला गाई कन्फिडेन्स चाहिँ अब अलिक बढाउनु पर्छ होइन यस्तो छ म चाहिँ यस्तो How are you from? Algeria. One second. Algeria. Algeria. You know Algeria, North Africa. How are you? Good, thank you. Thank you. Yes, how are you? I am also fine. Nice. Welcome my YouTube channel. Hello, welcome. Bye. Can you Nepal explain? Nepal is nice. Yeah. Really nice, really good. And के भन्छ नि यार What is your name? Sufyan. Sofian? Yes. Yeah. Nice name. Nice name. Nice, thank you. What about you? What's your name? My name is Sanju Pun. Sanju Pun. Yeah. And you? Corbin. Nice to meet you. Nice Nice to meet names. Yeah. Thank you. Thank you. Yeah, bye bye. See you. Bye bye. Thank you. इङ्ग्लिस बोल्न चाहिँ खासै आउँदैन कन्फिडेन्स छैन कि जिरो लेभल कन्फिडेन्स छ त्यही भएर हो कि गाई बोल्न चाहिँ खासै आउँदैन होइन यस्तो माहौल छ ठमेलको होइन ओए झन्नै हान्न लाग्यो यार 1800सम्मको छ होइन बेस लो 1500सम्मको पैसै छैन अनि कहाँबाट किन्छु यार सरकारलाई त पैसै छैन यार ल ओए डग यो र त्यो सेम उस्तै उस्तै छ नि होइन गाइज इङ्ग्लिस मैले सबै राम्रो त ल यार बोल्छ नि बाबु ल म बोल्छु हेर खास अरू चाहिँ मैले सोध्नै आउनु त्यही हो आयो फर्म हावार्यो के कस्तो छ त्यही हो अरू चाहिँ अल्जेरियाको साथी भेटा होइन मोबाइल फर्स्ट टाइम भएर होला मोबाइल अड्डाउँदै हात दुखिरहेको छ एउटा होइन त काम गर्न अस्ट्रेलिया गएको चाहिँ सानो उमेर भयो भनेर यसलाई चाहिँ काममा लगाएको थिएन जबमा यहाँ चाहिँ मामाहरू ट्राफिकहरू बसिरहन् कमलको एरिया चाहिँ एकदम के अरे
अङ्कल बाँसुरी कसरी हो नि बाँसुरी कसरी छ नि यो बाँसुरी 400 रुपियाँ सबभन्दा लो प्राइस कति हो 400 हो हुन्छ भयो यार बसन्तपुरमा 200 रुपियाँ पाइने यहाँ चाहिँ 400 रुपियाँ अलिक चाहिँ 500 रुपियाँ भनिरहेको थियो होइन क्वालिटी चाहिँ फेरि उता यो होइन गाइस अनुसार फरक परिहाल्छ नि भने टुरिस्ट एरिया भएर होला अलि महँगै छ होइन हाम्रो 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 बजेटले चाहिँ अलि भ्याउँदैन होइन तरकारी किन्नु त गाह्रो पर्छ गाइस बाँसुरी किन्नु यार खाना त पकाउनु पऱ्यो त बाबु जहिले मलाई पकाउनु भन्छ नि यार गाइस सम्झाइदिनु पऱ्यो यार ओ ब्ल्याक ब्युटी यार ब्ल्याक ह्यान्डसम यार हात दुखिरहेको छ होइन नेपालको झन्डा भयो यहाँ चाहिँ टन्नै छ यस्ता पहिला पुराना सामग्रीहरू टन्नै छ म रुममा जाँदैछु होइन अहिले त्यस्तो खासै माहौल चाहिँ देखिरहेको छैन होइन समयमा त्यस्तो आमा छैन आमा छैन म पनि त्यस्तै स्थितिमा छु है गाइस म पनि माग्नुपर्ने स्थितिमा छु है किन साइलेन्ट छ किन बाबु यार तिमीलाई कस्तो लाग्यो रिसाउँछ हे भगवान् लजाउँछ म के गरौँ यार मार्केट पनि कस्तो यो मान्छे हातमा त ठिक छ बाउला सक्दै हात दुखिरहेको सो गाइज अहिले चाहिँ म ओल्डको 44 बेस्ट क्लबमा आएको छु होइन भित्र चाहिँ गएको छैन जान मिल्दैन नि त त्यही हो ओल्डको चाहिँ 44 बेस्ट क्लब भनेपछि अब नेपालमा नि रहेछ त्यस्तो क्लब जे होस् प्राउड फिल हुन्छ जे होस् नेपालीमा नेपाली हुँ भन्न कोसित बोल्ने हो छैन मुजी म चाहिँ भइसकेँ देख्नु हो हाँस्दैको ल कसैको हालत त्यस्तो छ गाह्रो छ नि गाइज गाह्रो छ नि कस्तो कुरो खाइरहेको गन्ध आइरहेको नखानेलाई फेरि गनाउने क्या थम्मेल 26 काठमाडौँ श्री सूर्य फाइनली गाइज म चाहिँ रुममा आइसकेको छु र भिडियो चाहिँ आजलाई यतातिर इन गर्छु होइन के कस्तो लाग्छ फर्स्ट भिडियो सबैजनाले कमेन्टमा प्रतिक्रिया दिनु होला र तपाईँको साथ सपोर्ट पायो भने झन् हौसलाका साथ अझै राम्रो भिडियोहरू ल्याउने नै छु भन्दै आजलाई बिदा लिन चाहन्छु।